पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगी सलाला जोडी राम्रो राम र सीता काठको व्यापार कस्तो छ रोजिता माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगी सलाला राम र सीता काठको व्यापार कस्तो छ रोजिता माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मसँगी सलाला आउने मङ्सिरमा बिहे हुन्छ अब आउने मङ्सिरमा बिहे हुन्छ त्यो बाटो तिमी सेतो माया छ मेरो माटो झल्को आउँछ मात्र हो मादलेलाई हे माया दुई पैसा दिउँला यी दुईटीलाई जा पहिला ल सकिन्छ समाजले दिएन मेरो मनमा तिमी चाहिँ थिए सेतो माया मेरो बाटो झल्को आउँछ नै रातो बाटो झल्को आउँछ नै रातो बाटो साथीलाई अलिअलि छोएछ चियरमा बसेर नमिल्यो क्या भुइँमा बस्ने लागेर लुरुरु केटाहरू भइसके सेतो हे माया मेरो बाटो झल्को आउँछ नै रातो बाटो झल्को आउँछ नै ल त पाले पिले खाएर जाऊ ल जोडी बिहा फेरि काशी टाढो लाने उत्तर काशी टाढो यस्तो राम्रो मादल बजाएर
हाँसो नि आउँदैन के मैले गाउँ पिकनिकको खाल मनै रोइरहेछ पानीको पात माया तिमीलाई सम्झन्छु दिनको रात मस्याङ्गी सैलाल ए माया प्रेम मिलाएर खानु भो नरिसाउन जय साहेब हो कता जानु भो मायाको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी सैलाल कति राम्रो जापाको झलर जलपाको झलर 200 जति हाल्देऊ न डलर माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी जलपाको झलर 200 जति हाल्देऊ न तिमी अब पाउन्डबाट गीत गाउँछ 2 घण्टा भाडामा चाहिँ आउँछ तालमेलले मिलेन कि साथीभाइको लागि नि सेतो सेतो ए माया मेरो माटो झल्को आउँछ नै यो बाटो झल्को आउँछ नै यो बाटो आउने बाटो खुल्ला छ झाडी नि यो पालि त चाडा छ गाडी नि माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मसँग कति राम्रो बाटैको रोटी अर्को साल त भेटौँला एकचोटि माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मस्याङ्गी सैलाल सबै आछन् सबजना भा छैन सबजना भा छैन ए सबै आछन् कसैलाई ला छैन 2 जुकी चाहिँ भा छ कि भा छैन गाना भने गाली गर्छ त्यसले मुद्दा हालिदिन्छ र त्यो गीत 2 जुकी चाहिँ भा छ कि भा छैन माया पानको तिमीलाई सम्झन्छु यो डाँडामा हालो भिनाजु पाउँदिस् त तैँले मार्न लाग्यो भिनाजु पाउँदिस् हामीले भिनाजु भन्न पाउँदैन हो त होइन नि को कहाँ हो
छोडी जान हे माया मन मेरो रुन्छ अब 2 वर्ष पुरै मेरो छोरा सै बे दर्पण छाया रिन्जेलको सम्झना छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया यो भने यो ठिटोमा कान्छ मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम आउँदै जाँदै गर्नु है सबलाई राम राम चाँडै भयो भने म आउँछु अनि कसो गर्छु नि अङ्कल करना ऐसे सितम कुछ ना कर बोलो तुझे मेरी कसम आए जवानी सर पे होइन नि अहिले अर्कै नाम निकालेर गएको बुढोस्तर होइन खाद्यतिर अहिले 1 वर्ष हुन लागिसक्यो त
लास्ट टाइम गुणस्तरमा हो त्यहाँ अनि उता अफिसरमा खुलेको थियो नि त अनि अफिसरमा भिडियो लाने चाहिँ